जनता समाजवादी पार्टी नेपालको विचारलाई फम्ब्याएको अवस्था छ। हिजो मधेसको सानो भूमिबाट मधेसको एउटा उत्पीडनबाट सुरुवात भएको यो विचार आज फैलिएर देशैभरि पुगेको छ र देशैभरिको उत्पीडन अन्त्य हुनुपर्छ र न्यायमा आधारित समानतामा आधारित समाज निर्माण हुनुपर्छ र सबैले एउटा सामाजिक न्याय पाउनुपर्छ भनेर एउटा जबरजस्त रूपबाट देश प्लानिङ जहाँ विभेद हुन्छ, जहाँ अन्याय हुन्छ, राजनीतिले त्यसको न्याय खोज्छ, तपाईँको चाहिँ समाधान खोज्छ र त्यो समाधानको माध्यमले सम्पूर्ण जनताले मुक्ति पाउँछन् भन्ने यो तपाईँको चाहिँ हाम्रो पार्टीले निर्दिष्ट भनेर चाहिँ राख्दछ। नेपालको परिप्रेक्ष्यमा धेरै राजनीतिक दलहरू आएर पुराना राजनीतिक दलहरूले अभ्यासहरू गरेको देखिन्छ। हाम्रा पुराना राजनीतिक दल भन्नाले नेपाली काङ्ग्रेस अथवा चाहिँ कम्युनिस्टहरू उनीहरूले एउटा अभ्यास गरे कि अबको दृष्टिमा हिजोको अवस्थामा राणा शासन थिए, ती शासन फालौँ र तपाईँको चाहिँ प्रजातन्त्र स्थापना गर्नुपर्छ भनेर उनीहरूले अभ्यास गरे। प्रजातन्त्र प्राप्त भयो र उनीहरूको आफ्नो उपलब्धि प्राप्त भइसकेपछि ल यो त भइगयो, अब यो सकियो भनेर सबै चाहिँ गोलमुटल हुन थाल्यो। त्यसपछि फेरि पञ्चायतको उदय भयो। पञ्चायतमा पनि फेरि एउटा अभ्यास हुनुपर्छ, एउटा अभ्यासले नेपाललाई लान सक्छ भनेर एउटा अभ्यास भयो। पञ्चायतमा एकदलीय मात्रै व्यवस्था भयो। अब प्रजातन्त्रसहित बहुदल हुनुपर्छ भनेर फेरि तपाईँको वाम मोर्चाको निर्माण भयो र वाम मोर्चाको माध्यमले नेपालमा बहुदल पनि स्थापना भयो। बहुदलले केही हुन्छ कि भने नेपाली जनताका आशातीत अनुहारहरू भए, तर चाहिँ गरिबको झुप्रो त्यस्तैको त्यस्तै रह्यो, किसानको उत्पादन त्यस्ताको त्यस्तै रह्यो, न निर्यात हुन सक्यो, न केही हुन सक्यो, केही पनि भएन। नेपाली जनताले एउटा विद्रोह जाग्यो, माओवादीको सशस्त्र विद्रोहको आयोजना भयो। विद्रोहमा पनि तमाम नरनारीहरू सामेल भए, तमाम हाम्रा दाजुभाइ दिदीबहिनीहरू सामेल भए। त्यो विद्रोहको रापतापले गणतन्त्रको स्थापना भयो। राजाहरूको शाही शासनले हुँदैन, ल गणतन्त्रबाट हामी केही गर्न सक्छौँ कि भन्ने उपदेयता भयो। तर त्यो उपदेयताले पनि अहिले पनि हामी गणतन्त्रको माध्यमद्वारा अहिले 20 वर्षमा फेरि चाहिँ तपाईँको 18-20 वर्षमा पुगिसकेका छौँ। तर त्यसले पनि नेपाली जनताको मुक्तिको सवालमा र नेपाली जनताको मुखमा खुसियाली आउन सकेका छैन। भनेको यहाँ पुराना दलहरूको अभ्यासले एउटाले सामन्तवादी सोच अथवा चाहिँ तपाईँको के भन्दाखेरि यो पुँजी